दर्शकवृन्द नमस्कार। आज हामी प्रशान्त गौतम भाइ जुन अहिले 12 क्लासमा अध्ययनरत हुनुहुन्छ, उहाँले विभिन्न राज्यका चर्चित कलाकारहरू, चर्चित नेताहरू, प्रधानमन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरूको क्यारिकेचरलाई चाहिँ प्रस्तुत गर्न सक्ने क्षमता भए भाइसँग आज हामी केही प्रतिभाहरू, भाइको प्रतिभाहरूलाई समृद्धि खबर अनलाइन पत्रिका र समृद्धि आवाज युट्युब च्यानलको कार्यक्रम श्रृङ्खला अन्तर्गत हामीले प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। दर्शकवृन्द, बाँकी तपाईँहरूको सल्लाह सुझाव र भाइको यो प्रतिभालाई, क्षमतालाई तपाईँहरूले साथ सपोर्ट र हौसला दिएर भाइको यो प्रतिभालाई पक्कै पनि नेपालका विभिन्न सञ्चार माध्यमहरूमा तपाईहरुले पुर्याउनुहुनेछ भन्ने अपेक्षासहित म सर्वप्रथम त 12 क्लासमा पढ्दै हुनुहुन्छ, उज्जवल भविष्यको कामना पनि हामी गर्न चाहन्छौँ। उहाँको पढाइलाई थप प्रगतिशील भएको पनि देख्न चाहन्छौँ। त्यसकारण म भाइलाई सर्वप्रथम यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको श्रृङ्खला कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ भाइ कार्यक्रममा। धन्यवाद। भाइ तपाईको परिचय दिनु न। मेरो नाम प्रशान्त गौतम हो। म अहिले कक्षा 12 मा अध्ययनरत छु। यति त भन्नु। भाइ तपाईमा धेरै प्रतिभा रहेछ। विभिन्न चर्चित नेताहरू, चर्चित कलाकारहरूको चाहिँ क्यारिकेचरलाई चाहिँ प्रस्तुत गर्न सक्ने क्षमता रहेछ। यो प्रतिभा कसरी तपाईमा हुन पुग्यो, कसरी चाहिँ सिक्नुभयो, या चाहिँ आफैले प्र्याक्टिकल गरेर गर्नुभयो? प्र्याक्टिस हो, आफूले हैन, अरूलाई हेरेर हैन, तिनीहरूलाई देखेर र सिक्या हो। तपाईँ आफैमा चाहिँ उहाँहरूको प्रस्तुतिलाई देखेर, आफैले मनन गरेर, आफैले गहनताका साथ आफैले यो प्रस्तुति, उहाँहरूको त्यो नेता कलाकारहरूको क्यारिकेचरलाई चाहिँ आफूले चाहिँ आफैमा कन्ट्रोल गरेर चाहिँ आफूले सिर्जना गर्नुभयो, कसैबाट सिक्या होइन? होइन, त्यही हो, देखेर जानेर हैन, उनीहरूलाई हेरेर त्यसरी नै सिक्या हो। शेरबहादुर देउवा नेपालको इतिहासमा धेरै पटक प्रधानमन्त्री भएको व्यक्ति पनि हो। उहाँको बारेमा के छ? उहाँसँग उहाँको क्यारेक्टर गर्न सकिन्छ? सकिन्छ। या बाबा के भन बाबा, प्रधानमन्त्री भन्दै हुन्छ। या बाबा कुर्सीमा बसाल्दिया छ, यस्तो पनि हुन्छ। कुर्सीमा बसाल्दिएर गर कि काम कहाँ गर्न सकिन्छ? या बाबा एकचोटि आएर बसौँ न। नेकपा एमालेको पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा पनि गर्न सक्नुहुन्छ? होइन, देशभरिया त मैले पो चलाइरहेको थिएँ। झारेपातीलाई दिएर हुन्छ, मैले त्यत्रो सबै काम गरेँ होइन। मेरै पालामा त होकेर लोड सेडिङ गऱ्यो, जनताले बिर्से जस्तो छ। अब फेरि मै बन्नुपर्छ प्रधानमन्त्री देशको, होइन? प्रचण्डको विषयमा पनि आउँछ तपाईँलाई? प्रचण्डले त मार्लान् नै फेरि। मनी निश्चित रूपमा भन्दाखेरि देशमा क्रान्ति मैले लिएकै हो र अब मनै प्रधानमन्त्री बन्छु भन्ने मेरो ठाउँमै छ। हामी प्रवेश गर्नेछौँ। सर्वप्रथम कुन कलाकारलाई सम्झिनुहुन्छ तपाईँले? पाँडे, सक्कीको निको पाँडे। पाँडेलाई तपाईँले खुब मनपर्छ? पर्छ। कसरी बिग फ्यान बन्नुभयो पाँडेको? हैन, त्यसको चतुराई हैन, त्यो टेलिभिजनमा देखाउने त्यसको चतुराई र त्यसको हैन, बुढो भएर पनि त्यति फटा गर्ने हैन, त्यो बानी देख्दा हैन बडो रमाइलो लाग्छ। त्यही नै हो। ल हामी पाँडेको विषयमा बोल्नुस् न त। ल मेरी आमै नि सक्कीको नि त होइन। मारी म पाँडे, के छ अलि चल्ली, सबै ठिकै छ नि त होइन? एक दुमेको विषयमा? एकदमसँगले के पारौ सुडो हान्दिने हो, छाती उराइदिने हो एकदमसँगले। त्यसपछि हामी अर्को कलाकार बलेको विषयमा प्रवेश गर्छौँ। बडो के छ अलि चल्ली, ठिकै त छ नि होइन? आज जाने होइन सोलमारी। दर्शकवृन्द, उहाँसँग भएको प्रतिभालाई हामी क्रमशः थप्दै जाँदैछौँ। खड्काजीको विषयमा? हेर्नुहोस् बल्छिनी, मलाई श्वास निकै किचकिच्ने धुन्नेर मरो लाग्छ, धुन्नेर। मैले 2 शब्दको गीत बनाएको छु, 2 शब्दको। सक्यो।
नेता कलाकारको क्यारिकेचर चाहिँ गरिसक्नु भएको छ। अब हामी तपाईँले प्रश्न सोझाउँछौँ हामी पाण्डेजी तपाईँ 5 वर्षको लागि प्रधानमन्त्री बन्ने हो भने सबैभन्दा पहिला के काम गर्नुहुन्छ? म प्रधानमन्त्री म पहिला मेरो कटेज बनाउँछु हैन। 5 वर्ष हो भने त देश त अरूले बनाइहाल्छ नि 5 वर्षपछि। 5 वर्षसम्म म आफूले आफूलाई नै बनाउँछु नि त होइन। प्रधानमन्त्री शेरबहादुर देउवाको या बाबा के भन बाबा, देश भन त या बाबा मैले बनाउने हो नि त बाबा। 4 वर्ष या बाबा कुर्सीमा बसिहाल्दैछ, देश बना रे कहाँ हुन्छ देश? या बाबा कहाँ हुँदै उठ रे त बाबा, देश बनाउनु कब गाह्रो छ बाबा। केपीले छोडेर गयो बाबा, देश बना रे बाबा हुँदै उठ त बाबा। त्यसपछि केपी शर्मा ओलीको नि भन्नुहोस् न है। होइन वा अहिलेदेखि गरी चढ्ती कला मैले छोरादेखि त देश कस्तो अवस्थामा गयो। अब 6 महिनापछि देश श्रीलङ्का फिक्सै म तोकेर दिन्छु नि होइन। म भने म हो भन्ने कुरा त अब नेपाली जनतालाई याद भयो होला नि त होइन। यस्तै प्रचण्डजीको विषयमा मनी निश्चित रूपमा भन्दाखेरि देशमा क्रान्ति मनी मैले लिएकै हो र अब देश बनाउने काम नि मनी मेरै हो भन्ने मेरो ठमाइ छ। मनी देश भनेपछि मेरो प्यारो मातृभूमि हो र अब तिनी दुईटाबाट देश बन्दैन भन्ने नेपाली जनताले ठमाए हुन्छ भन्ने मेरो ठमाइ हो। हामी फेरि पाण्डे बाको तर्फ जान लाग्यौँ, पाण्डेजीको तर्फ। मेरी आमै नि सकिगयो नि त होइन। म बन्या म त्यसको अवस्था यस्तो हुँदा पनि त बाँचिरहेको छु नि होइन। कि कसो? त्यसपछि एकदुमे एकदमसँगले के पारो हानिदिने हो, छाती उडाइदिने हो आज होइन त पाँडे सुल्टी। अनि बलेको बेस के छ बडो जिग्री बडो सोलमारी जाने होइन आज डबका हान्नलाई। सोलमारे खुब मनपर्छ बलेलाई? परिहाल्छ नि बडो, अहिले एकैछिनपछि सोलमारी नै जाने हो नि त होइन। मलाई पनि लानुहुन्छ? अब नोट झिक्नुहुन्छ भने त सँगै जाऊँ नि त होइन र? हजुरले लाने त म आफैले लोन निकाल्नु पर्छ। अब हामीसँग त नोट पनि त हुनु पर्यो नि होइन। जाने हो डबका हान्ने हो अनि भाडा ढस्काउने नि त हो। धन्यवाद। अब हामी खड्काजीको विषयमा हेर्नुहोस् बस्ने मलाई श्वास निकै किचकिचले गर्दा झुन्नेर मरु लाग्छ नि। कति टेन्सन दिएको, पहिला अप्सरा भनेर बिहे गरिगयो, कहाँको अप्सरा हुनु नि। अप्सरै नभएर फसायो नि मलाई लमीले। हेर्नुहोस् यस्तो फसायो कि कुरै छोडिदिनुहोस्। त्यही पिरमा मैले दुई शब्दको गीत बनाएको छु। सक्यो। खड्काजी यति थोरै गीत हामीले त बुझ्नै पाएनौँ नि। यो ऐतिहासिक गीत हो, चान्चुने मान्छेले बुझ्नै सक्दैन। दर्शकवृन्द, प्रशान्त गौतम भाइ कक्षा 12मा क्याम्पस प्रशान्त गौतम भाइ 12 क्लासमा पढ्दै हुनुहुन्छ। अहिले उहाँ आफ्नो उज्जवल भविष्यको लागि एउटा उच्च शिक्षाको लागि प्रयासरत हुनुहुन्छ। उहाँको यो प्रतिभाहरू, यो कलाहरूलाई पक्कै पनि दर्शकवृन्दले रुचाउनुहुनेछ। जनहरूमा हामीले पस्किएका छौँ। भाइको आफ्नै शब्दबाट के चाहना छ भाइले भन्नुहुन्छ? होइन
अवसर पाउने हो सबैभन्दा होइन, अवसर मिलाएर होइन, अवसर पाइयो भने गरिन्छ होइन, राम्रो बन्न सकिन्छ होइन, अझै राम्रो चिज होइन ल्याउन सकिन्छ। यति नै हो मैले भन्ने होइन, अवसरको खोजी हो मेरो। दर्शकवृन्द, एउटा फुल्दै गरेको कोपिला प्रतिभाको खानी प्रशान्त गौतम भाइको यो चाहना अवश्य पुरा हुनेछ। हामी सबै लाग्नेछौँ। सबै आफ्नो ठाउँबाट तपाईँहरूले पनि भाइको प्रतिभालाई लाइक कमेन्ट गरेर साथ सपोर्ट दिनुहुनेछ र हाम्रो समृद्धि अनलाइन खबर पत्रिका निरन्तर भाइकै साथमा भएको जानकारी गराउँदै आजको कार्यक्रम श्रृङ्खलाबाट अतिथिसहित म बिदा हुन चाहन्छु। हस्त, नमस्कार।